हिजो त्यही दुर्गेश थापाको सत्तोश्राप गर्ने मुर्गुट्टाहरू आज त्यही दुर्गेश थापाको गुणगान गाइरहेका छन् र त्यही दुर्गेश थापाको फ्यान पनि बनेका छन्। हिजो बलात्कारी पल शाहलाई भगवान देख्नेहरूले समीक्षा अधिकारीलाई राक्षस नै देखेका थिए। दिन सबैको आउँछ। भोलि त्यही समीक्षा अधिकारीलाई देवी नदेख्लान् भन्न सकिन्न। अहिले दुर्गेश थापाको दुश्मन हेरेको हेरे गीत नेपालमा नम्बर 1 ट्रेडिङमा छँदैछ र विश्वमा पनि अहिले ट्रेडिङमै आइरहेको छ। यदि त्यत्रो आलोचकको बीचमा दुर्गेश थापाले खुट्टा कमाएर गीत नबनाएको भए डिप्रेसनमा पनि जान्थे होला। तर उसले खुट्टा नकमाइकन आफ्नो कामलाई प्राथमिकता दिएर एउटा राम्रो गीत निकाले। अहिले त्यो गीतले गरेर दुर्गेश थापाले पैसा त कमाइरहेका छन्, तर एउटा पाठ पनि सिक्न जरुरी छ। के भन्दा कसैले खुट्टा तान्दैमा हामीले हार मान्नुहुन्न भन्ने एउटा गहिरो पाठ चाहिँ हामीले उसबाट सिक्न जरुरी छ।